सो गाइज यो के हो हजुरहरूलाई थाहा छ? चुपाचुप। अब यसको यो खाएर मैले यसको फ्लेभर कस्तो हो, टेस्ट कस्तो छ र यसको फाइदा र बेफाइदा के छ मैले हजुरहरूलाई भन्छु है त। ल सुरुमा खोलम, यसरी खोल्ने। यो बच्चा बच्चीहरूको एकदम फेभरेट चिज है यो। थाहा नि कोलाई थाहा छ कमेन्ट गर्नुहोस् है त ल। मैले खाएँ, खोल्दैछु है। चुपाचुप भन्छ कि लान, चुपाचुप। ओ यस्तो हुँदो रहेछ। फर्स्ट टाइम खाँदैछु है मैले यो। हेरमै कस्तो हुँदो रहेछ। चिनी नुन हाल्दो रहेछ हल्का। अमिलो अमिलो ह, चर्को चर्को पनि रहेछ। अमिलो धेरै है। यो मैले फर्स्ट टाइम खाएको छु। कोले खानु भयो तल कमेन्ट गर्नु होला। अनि यसको फाइदा र बेफाइदा के रहेछ हेरौँ है त। इन्स्टेन्ट इनर्जी, मुड बुस्ट, लो फ्याट, ट्राभल सिकनेस, स्ट्रिट रिलिफ गर्दो रहेछ हैन। अनि बेफाइदा के रहेछ, तुत डिसेन्ट गरे, हाई सुगर, चिनी धेरै हुँदो रहेछ, धेरै खान हुन्न, नो न्युट्रिसन केही हुँदो रहेनछ, वेट गेन, यसले चाहिँ वेट मोटोपन बढाउँदो रहेछ है त। अरू त केही छैन, तर ठिकै रहेछ। केटाकेटीहरूले यो फुच्चाफुच्चीहरूले खान्छन्। कोले खानु भयो यो एउटा कमेन्ट, लाइक अनि सब्सक्राइब गरिदिनु होला यसको लागि। ल हेरौँ है त भिडियो कहाँसम्म पुग्दो रहेछ थाहा पाइन्छ। ल तल कमेन्ट गर्नु है त नभुलिकिने। थ्याङ्क यू सो मच।